भात पाकेन र बेलुका खान लाएको भात पाक्छ र बिहानै भात पाक्छ आसनदार अनि बिहान 10 बजीसम्म उठ्दिन पर्दा बिहान उठ्दा भने त लमलमाट अहिलेसम्म चिया पकाइदिन्छु गएर आउँदा भोलि बिहान उठ्न तिमीहरू सुतौला गरे म त चिया पकाइदिन्छु गएर आउँदा अनि बिहानै अनि उज्यालो नहुँदै बेलुकी खाँदाखेरि उज्यालो भ्याएको छैन नि 10 बजीसम्म उज्यालो भ्याएको छैन यतिसम्म त भात पाक्दो के अरे पकाउन म बिहानै आइजाने है बुढा भाइ भित्र भात पकाएर दुःखले गरम कहिले के गरम भने विदेशबाट आइहाल्नु छ र डोर क्या भात पकाउन दुःखले बाहिर बस्ने बेलुकी गम गम पार्ने यार विष्णु उठाउने बेलुकी टाउ साउ फुटालिदिन्छु र भात पकाए पनि त अब टाइम भइसक्यो बेलुकी खानभन्दा आफू पकाउने सधैँ मैले पकाउनु पर्छ कहिले कहिले त पालो दिएर पनि हुन्छ क्या घर भ्याएर अनि मैले त मलाई त भोक लाग्दैन अहिले त्यो बच्चाले त भोक मान्यो होला कि ज्याले चाहिँ बेलुकी टोक्ने बच्चाले भोक माने ड्याडीले पकाइदिन्छ बेलुकी खानभन्दा त एकछिन मात्रै गएर भात पकाउनु पर्ने हो कि कति काम गरेँ मैले बिहानै कपडा धुइदिएँ बाबुका ड्रेस धुइदिएँ अनि मान्छेको सोनचोरी 4 बजे उठ्छन् 4 बजे हामी पनि 4 बजे उठ्छ झाडु पोछा लाउँछन् हाम्रो सोनचोरी त बिहान उठ्ने बित्तिकै गर्छ नि सुन्दै गर्दैन नि त लमलमाट 10 बजीसम्म रुमतिर सुत्ने टक्रक्क उठ्ने थिच्ने अनि बिहान बेलुकी टोक्ने नास्ता बनाएर कहिले चिया सिया बनाएर ल्याइदिनु हुन्छ है तल भाइ केही नै आफूलाई त कोही बनाइदियोस् केही भास नभएका लुङछरा तपाईँको आमा लुङछरा मुख त सिमटाल्न भन्दा पेट 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 यस्तो गर्दा हुन् कि रोटी हालिदिने कहिले अचार सचार बनाइदिने बिहानै आफूलाई भोक लागेरै बेलुकी यत्रो बेलुकीसम्म मात्र बस्ने बेलुकीसम्म मात्र बस्ने काँचो बेलुकी पाक्नुभन्दा त अलि पाके खाए होइन त तपाईँलाई केही पर्वल छिटो भात पकाउँछ केही पकाएन छिटो पकाउनुहोस् भात भोक लाग्छ म त सुत्न गएँ